तपाईहरुको सामान्य आज मैले फेरि एउटा अनबक्सिङ भिडियो लिएर आएको छु फ्रम नाइका है। अनि लेट्स सी के आयो। यो मैले खास अस्ति पनि मगाएको थिएँ क्या, फेरि मेरो आउनु नै सही थिएन, त्यही भएर सो यस स्याम्पू मगाएको थिएँ मैले चाहिँ। किनभने मेरो चाहिँ यति राम्रो ड्यान्ड्रफ हुन्छ नि, ड्यान्ड्रफ यति राम्रो परेर सो युट्युबमा सर्च गरेर सबै जग्गामा हेरेर चाहिँ मैले चाहिँ यो स्याम्पू चाहिँ एन्टी ड्यान्ड्रफको लागि चाहिँ एकदमै राम्रो रहेछ। त्यही भएर चाहिँ अल हेयर टाइप रहेछ नि त्यही माथि है, त्यही भएर चाहिँ मैले चाहिँ यो मगाएको थिएँ। अब लेट्स सी कस्तो हुन्छ है, आफ्नो कपालमा पनि लगाइहेरौँ, ट्राई त गर्नु पर्यो होइन, ट्राई नगरी त हुँदैन भनेर चाहिँ मैले चाहिँ मगाएको। यो चाहिँ तपाईँको कन्डिसनर भयो। अन्त विच इज स्याम्पू, आई थिङ्क दिस वान इज स्याम्पू। अब यो यदि मेरोमा राम्रो भयो भने तपाईँहरूको पनि ड्यान्ड्रफ छ भने चाहिँ नि तपाईँहरूलाई पनि म भन्छु कि यो चलाउनुहोस् भनेर, तर पहिला आफै ट्राई गर्नुपर्छ। किनभने मैले सबै सर्च गर्दा चाहिँ यो चाहिँ एकदमै राम्रो रहेछ नि त अन्त ड्यान्ड्रफको लागि, त्यही भएर चाहिँ मैले यो मगाएको छु कन्डिसनर र स्याम्पू है। अनि आज चाहिँ फाइनली आइसकेछ। देन अन्त मैले मगाएको छु यो मेकअप रिमुभर, किनभने मास्कारा चाहिँ मेरो वाटरप्रुफ हो है, अनि मेकअप त पार्दिनँ, सो मास्क त्यस्तो साह्रो क्रिम मात्रै लाउँछु। सो मास्कारा चाहिँ एकदमै जानु साह्रो पर्छ नि त, त्यही भएर चाहिँ यो चाहिँ मेकअप रिमुभर मगाएको मास्काराको लागि है। अनि किनभने मास्कारा नगएर चाहिँ फेरि यो आइल्यास झर्दो रहेछ नि त आफ्नो रियल होइन। देन अर्को छ यो मगाएको छु। यो चाहिँ मैले चाहिँ फेसबुकमै हेरेर नै मगाएको है। यो चाहिँ के हो भन्दामा चाहिँ तपाईँहरूको रोजमेरी ड्राई है। यो चाहिँ कोकोनट, मैले चाहिँ कोकोनट ओइल युज गर्छु नि त अहिले चाहिँ, नुहाउनुभन्दा अगाडि मेन हेयरमा चाहिँ ओइल चाहिँ लाउनु नै भन्दो रहेछ नि त है। त्यही भएर त्यो कोकोनट ओइलमा चाहिँ यो हालेर गऱ्यो भने चाहिँ हेयर पनि राम्रो हुन्छ अरे है, अनि कपाल पनि राम्रो हुन्छ, हेयर ग्रोथ पनि राम्रो हुन्छ भनेर चाहिँ। ग्रोथ त मेरो राम्रो नै हुन्छ, तरै पनि एकपल्ट ट्राई गरौँ न भनेर, किनभने म हेयरमा त्यस्तो साह्रो केही गर्दिनँ नि त। सो यो चाहिँ मैले भ्लग हेरेर नै चाल पाएर चाहिँ मैले यो पनि अर्डर गरेको छु ट्राई गर्नुको लागि है। देन अर्को चाहिँ के रहेछ, यो पनि मैले हेरेर नै मगाएको। यो चाहिँ तपाईँको के हो भन्दामा चाहिँ जब तपाईँले हेयर ओइल गर्नुहुन्छ नि, हेयर ओइल गरिसकेर चाहिँ कपाल कोर्नु पऱ्यो नि त होइन, सो भित्रभित्र पोस्नु पऱ्यो, त्यसको लागि चाहिँ यो चाहिँ स्पन्जवाला हो नि त। यस्तो गरेर मजाले स्क्रब गर्दै हुन्छ नि, यस्तो ट्याक 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 गर्दै भित्रभित्र पोस्ट भनेर चाहिँ सो यो मगाएको। सो यो चाहिँ पिङ्क कलरमा आएछ है, यो मगाएको छु। सो मैले चाहिँ यति नै मगाएको थिएँ। राम्रो भयो भने चाहिँ तपाईँहरूलाई पनि म भन्छु है कस्तो हुँदो रहेछ भनेर, यसको रिभ्यू पनि दिनेवाला छु। थ्याङ्क यू।